तराईतिरको गाउँहरूमा यस्तो मन्दिर जस्तो संरचना बनाएको हुँदो रहेछ हरेक घरमा। के होला त यो? हेलो, आउनुहोस्। आज म तपाईँहरू चाहिँ घरमै बसेर म चाहिँ एकछिन बाहिर डुलेर तराईको एक दुईवटा गाउँहरू घुमाउँछु है त। ल आउनुहोस्, तराईको केही गाउँहरू एक दुईवटा गाउँहरू घुमाउँ है त। तराईको गाउँघरमा हेर्नुभयो भने एउटा हामीले अनौठो खालको भकारी पाइँदो रहेछ। भकारी भनेको धान राख्ने भकारी, हामी भकारी भन्छौँ नि। त्यो हेर्नु त्यहाँ धान कसरी राखिन्छ। यो मन्दिर जस्तो छ नि, यो चुच्चो माथि चुच्चो भएको मन्दिर जस्तो गोलो होइन, यो मन्दिर होइन, यो धान राख्ने भकारी हो। यो सबै घरहरूमा, यो गाउँतिरको सबै घरहरूमा यहाँ भकारी हुन्छ। हेर्नुहोस् है, जसको धेरै खेत छ नि, जसको धेरै धान उत्पादन हुन्छ, उसको ठुलो भकारी हुँदो रहेछ। अनि यहाँबाट खुर्र धान निकाल्ने पछि चाहिएको बेलामा यसरी धान निकाल्ने गरिँदो रहेछ मुसाबाट सुरक्षित राख्नको लागि होइन। पनि यो भकारी बनाइदो रहेछ। अनि यो लाइफस्टाइल हेर्नु, चुलोहरू, कल, चापकलहरू है। यसरी चाहिँ तराईको सामान्य जनजीवन अनि तराईको घरहरू हेर्नुहोस् है त। सबै घरहरूमा हेर्नु त यो एउटा मन्दिर जस्तो होइन, यो चाहिँ धान राख्ने भकारी हो। यो चाहिँ तराईको वीरगन्जबाट पश्चिमतिरको एक दुईवटा गाउँहरू हुन् है। त्यो गाउँहरूमा साना साना घरहरू होइन, अहिले केही पक्की घरहरू बन्न थालेका भर्खर, नत्र यी अलिकति साना साना माटाका घरहरू, खरले छाएका घरहरू, टाइलले छाएका घरहरू यस्तो चाहिँ हुने। र त्यो मन्दिर जस्तो बनाइएको भकारी चाहिँ सबै ठाउँहरूमा हुने, सबै घरहरूमा हुने रहेछ है त। धान राख्ने चलन नै त्यसरी छ त्यहाँनिर है। अब यसरी गर्दाखेरि चाहिँ सुरक्षित पनि रहन्छ र यो गाउँको पुरानो प्रचलन, पुरानो तरिका हो यो है त। हाम्रो बाबुबाजेले विकसित गरेका तरिकाहरू।